नमस्ते। आज विशेष दिन दशैं अर्थात् बडा दशैं दशहरा 2024 हामी इरी पेन्सिल्भेनिया दशैं मनाउन आएका छौं। यस चाडलाई नेपालीहरूको महान चाड 5 दिने दशैं पनि भन्ने गर्छन्, जसमा मान्छेहरूले यसलाई 5 दिन मनाउने गर्छन्। देख्दै गरेको चाहिँ मामा घर हो। हामी मामा घर आइपुग्यौँ दशैंमा टिका लगाउनको लागि। यो चाहिँ मामा घर हो। हामी मामा घर आइपुग्यौँ। के भन्नु? मामा घरमा दशैंमा टिका लगाउन आएको छ। खासै टिका लगाउनु चाहिँ हुँदैन, अब त्यतिकै अब रमाइलो गर्न आएको मामा घर। खुसी छ नि हैन? एकदम भेरी भेरी ह्यापी। ठिकै छ नि। यहाँ हुनुहुन्छ मेरो सालो टमिर मगर। मामा घर टिका लाउनु एकदम आज खुसी छ, एकदम खुसीको मुद्रामा छ। भनिन्छ दशैंमा ठुलोले सानोलाई अर्थी उपदेश दिने अनि सानोले आधार गर्ने। हामी तेल ल्याउनु बोजूको घरमा अलिपुर लैदिएको मैले 34 को बेमा पनि तेलै लान्छ बेमा पनि तेल म त नानीहरु हजुर प्रणाम भान्जा। माइजू पनि आउने यताबाट म पर्दैन आउने नि फोटो खिच्न आउँछ नि त हैन तिमीहरुको टिका साना कपीहरु स्कुल पनि आउनु पनि आशीर्वाद दिन्छ अब हामीले संस्कृत पढ्यो भने संस्कृतको अर्थ बुझ्दैन हैन अनि आशीर्वाद दिनेले पनि अर्थ बुझ्दैन हैन अनि आशीर्वाद दिनेले पनि बुझ्नुपर्छ हैन के सुन्नेले पनि बुझ्नु पर्यो मोर भनेको त्यो हो कि अर्थ त बुझेर त्यो नसक्ने फेरि त्यो के हो त्यसो मैले हेरे के त्यो पढ्नु पर्छ त्यसो मैले सर्च गरेर हेरे के फेरि यो के छ भन्छ यो हाम्रो के रे यो आइन्द्र संस्था भनेको नि कसले बनाएको थाहै छैन शास्त्रमा आफैले बनाएको मैले विवेक नेपालकै पाउडले कसले बनाएको अरे हाउडामा कहिले बनायो भने बाटो भयो बनायो अर्थमै कस्तो छ त्यसको नि अर्थ गीत बनाएको एउटा खेलेको छ नि त अनि इन्द्रसँग आयो भन्ने मान्छेले पनि गल्ती गरेर क्या हो हामीले पनि यस्तो गल्ती निकाल्नु पर्ने हुन्छ कुट हुँदैन पछि इन्द्रै समानका आयो भने इन्द्रलाई कुटेको छ इन्द्रले दुनियाँ जुनी फेरेको छ श्रीकृष्ण जस्तो हुनु पर्यो भगवान् कृष्णले चाहिँ महाभारतमा उसको बिना महाभारत चलेको छैन त्यसले गर्दा भगवान् श्रीकृष्ण जस्तो हुनु पर्यो हाम्रो जोइ पनि त्यसरी इन्द्र जस्तो हुनु भएन शिव जस्तो पनि हुनु भएन चियर फुटाउनु भएन इन्द्र शिव यो हुँदैन क्या यो यहाँको इन्द्र खै तिमी आमा त एकदम कृष्ण समानका आयो गएको थियो अमेरिकामै आएर यो हाम्रो नेपालीको साह्रै राम्रो छ होइन यो नियमलाई हामीले मान्नुपर्छ हामीले मगर हो भनेर छोड्नु हुँदैन यस्तो राम्रो नियम दाजुभाइ दिदीबहिनी जोइँचालाई भेट्ने वर्षमा एक खेप कति राम्रो नियम छ मान्दैन हो मङ्गलबारे हामीहरू हुँदैन मान अब मङ्गलबारे जानु पर्यो
मगरले देश छ नि त्यहाँ जानु पर्यो नत्र भने हामी त मगर हो नि नेपाली प्रणाम नफ्याँक्नु अझै धुइहाल्दो रहेछ मुख चिलायो होला नि अलिक तल तल झरेको थियो क्या मलाई टिका लाग्छ मलाई त्यो देऊ यो उयो त्यो जङ्गमा रहेछ नफाल्नु नि यो चाहिँ यस्तो नीति नयाँ मात्रै पैसा दिने चाहिँ पुरा ब्याङ्क गर्नुपर्छ राइट राइट हामीले जस्ट ब्लेसिङ पनि चाहिएको हो नि त पैसा प्रणाम गर्नुपर्छ उठ पर्दैन मनलाई नै गर्ने मन प्रणाम ल भाइलाई ले ताजा त नानी ल म दादालाई लाउँछु दादालाई लगाइदिनु अनि खै भाउजू प्रण वाइफ ल भाइ यहाँ एकैछिन एकैचोटि जानुपर्छ भाउजूको घाम मान्छे भेटुने आशीर्वाद दिने सधैँ राम्रो छ यस्तो हाम्रो नेपालीको चाहिँ सधैँ राम्रो नियम छ आफ्नो यो नियम अरू आफ्नो छैन त्यो चाहिँ हामीले दसैँ तिहार हामीले मान्नु पर्दछ राम्ररी सधैँ राम्रो आफ्नो मान्छे भेटघाट हुने होइन रमाइलो यो हाम्रो चाडबाड मानिआएको हामीले मानेर यो वर्षसम्म लानुपर्छ आशीर्वाद दिने है आमाले ढोक्नुपर्छ है भाइ उठाबाट ध्यान गर्नु भएन र त्यो प्रणाम गरेपछि भइहाल्छ केटाकेटीले लगाइदिएको अहिले मामाहरू Abby must be happy with getting money, right? These people. Yeah. These people are the happiest person. Oh. You like Sophia? मलाई नि त जानु जानु नानी टमाटर यो भान्जीलाई देऊ न त्यो त पनि पैसा हुँदैन नानीहरू नि पनको नानी मान्दैन नि त ल नानीलाई बाबु बैठ पहिलामा
नातिनीलाई पुरै उयो हुन्छ क्या पछाडि गएर धार्मिक हुन्छ क्या नेपाली मान्छे छ उ छोरा मान्छे हुन्छ त्यो नातिनीलाई जानु सिकाउन कसरी हाम्रो भिडियोको चाहिँ हाम्रो डाइरेक्टर चाहिँ हाम्रो मालिक छ चानको श्रीमान उहाँले चाहिँ हाम्रो भिडियो गरिदिनुहुन्छ युट्युबमा लगाइदिनुहुन्छ म घरिघरि सबै हेर्छु कोही बेला म त्यसै बसिरहेको हुन्छु त्यतिखेर काम हुँदैन बुढाबुढी मान्छेको यसो म हाम्रो तपाईँको फेसबुक हेर्छु र उहाँको सबै आउँछ पुरानो पुरानो पनि है तिमीले भन्छ देखाए मलाई जस्तै मेरो काण्डमा थियो नि त्यस्तै हो यो भाउजी जेठा बहिनीहरू सबैले आउनु भएको छ आशीर्वाद दियो 24 आउँछो सबैजना भेट्यो कतै त राम्रो आउँछ राम नाम पढ्दै हैन हैन गरिहाल्छ खानु दे जुस पानी ढाटेर ल जुस ल अब मामा हामी जान्छौँ तेरो पनि कल्लोमा त कान्छ जानु दे यो नानीलाई पानी खुवाइदिने नानी मम्मी जानु दा बाबा यो पानी खुवाइदिनु ल त्यसले जुस फ्याल्दिन्छ